बिहान बिहानै सरसफाइको काममा छौँ। हामी काममा छौँ। नमस्कार, गुड मर्निङ है साथीहरू। के गर्दै हुनुहुन्छ तपाईँहरू? हामी त बिहान बिहानै ड्युटीमा छौँ, प्रोग्राममा छौँ होइन। खाजा नास्ता खानु भएको भएन के छ हाम्रो सुनाउ है सबैले। आरामै हुनुहुन्छ नि फेरि? हाम्रो त यस्तै छ, के छ हाम्रो दुईवटै है। अब के गर्ने, ड्युटी गर्नु हेर्नुहोस् है, सोचे जस्तो चाहे जस्तो हुँदैन रहेछ। के गर्ने हो, कुनै बेलामा कसैलाई नगर्नु, यो काम नगर्नु है भनेर भन्ने मान्छे आज त्यही काम गर्नु परिरहेछ भने चाहिँ हाम्रो त्यही अवस्था यस्तो छ साथीहरू। के छ खबर तपाईँहरूको है? हामी बिहान बिहानै जो काठमाडौँको सरसफाइमा छौँ। हेर्नु काठमाडौँको यस्तै छ हेर्नु हालखबर। बिहान बिहानै है, अलिअलि राति पानी परेछ, शीतल शीतल पनि भइरहेछ आज त। तपाईँहरूको के छ हालखबर सुनाउनु होला है। त्यही छ हेर्नुहोस् हाम्रो त ड्युटी है। अब के गर्ने, ड्युटी गर्नु पऱ्यो। त्यसपछि छौँ जे भए पनि। सबैले गरेको फोहोर मैला हामी सफा गर्छौँ। काठमाडौँ सहरलाई सबैले फोहोर बनाउँछन्, हामी सफा गर्छौँ होइन। यसलाई नि खुसी मान्नुपर्छ नि त। धेरै मान्छेको मान्यता फोहोर गर्ने मान्छे ठुला भन्छन्, तर हामीले यसो विचार गरेर सरसफाइ गर्ने मान्छे ठुला जस्तो लाग्छ हो कि होइन साथीहरू? चाहिँ कमेन्ट गर्नु होला है, तपाईँहरूलाई कस्तो लाग्छ है। के लाग्छ तपाईँहरूलाई? हेर्नुहोस् है, हामी यस्तो यसरी हिँड्छौँ। यस्तो छ हिँडाइ घुमाइ होइन। के गर्ने, दुःख हेर्नुहोस्, भाग्यमा जे छ त्यही हुँदो रहेछ। हेर्नुहोस् आए जस्तो सोचेर हुँदैन रहेछ मान्छे कसैको पनि।